अगाडि नआऊ है अगाडि मिलाएर फेरि तपाईँ हेर्न फेरि पहाडे नल है अघि त्यत्रो मिलाइसक्यो मिलाएपछि अनि यस्तो छेकेपछि त नि अगाडि गइहाल्छ नउठाउ है सेन्टरमा अलिकति नहाल्नु न साथीलाई सर अगाडि हेरिदिनुहोस् अगाडि सुजन पनि लगायत अन्य सेवाको साथै यातायात सेवाको माग बढिरहेकोले हाम्रा पूर्वाधारहरूलाई थप विकास र विस्तार गर्न आज खुसीको कुरा यस प्रकारको पहिलो फ्लाइओभर नेपालमै पहिलोपल्ट फ्लाइओभर यसरी निर्माण भएको छ र आज सफलतापूर्वक त्यसको उद्घाटन भएको छ। अब द्वारकोमा चक्का जाम लगायतका समस्याहरू समाधान हुनेछन् या समाधान भएका छन्। हजुर यस अवसरमा म सबै साथीहरूलाई बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। खास गरी भौतिक योजना तथा पूर्वाधार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग यस काममा अत्यन्त सफलताका साथ पहिलो अनुभव, पहिलो प्रयास, पहिलो नेपालमा यस प्रकारको काम लगभग समयमै भन्नुपर्छ सिद्ध्याउनु भएकोमा ठेक्का कम्पनीलाई म विशेष धन्यवाद भन्न चाहन्छु। उहाँहरूलाई हामीले प्रशंसा गरेका छौँ, प्रशंसा उपयुक्त छ भन्ने लाग्छ। बाटाघाटाको सन्दर्भमा भन्ने हो भने हुलाकी राजमार्गले तराईको दक्षिण तराईको मुहार फेर्दैछ, सिङ्गै तराईको मुहार फेर्दैछ। केही पुलहरूमा समस्या भएको छ, केही निकुञ्जका कारणले बाटो अलिकति तयारी हुन सकेको छैन। त्यो केही समयभित्र तयारी गर्नेछौँ र सिङ्गै तराईको मेचीदेखि महाकालीसम्मको कायाकल्प गर्नेछ। त्यसले ठुलो परिवर्तन ल्याउनेछ। हामीले ठुला सिँचाइ आयोजनाहरू गरेका छौँ। कोशी मरिन डाइभर्सन र तराईका विभिन्न जिल्लाहरू, खास गरी 5वटा जिल्लामा 1,85,000 बिघा अथवा 1,22,000 हेक्टर जमिन सिँचाइ गर्ने र तराईमा एक बाली लाग्ने ठाउँमा 3 बाली लगाउने र उत्पादनलाई डबलभन्दा बढीका दरले वृद्धि गर्ने त्यो काम पनि हामी गर्दैछौँ।